गुड मर्निङ नमस्ते यहाँ सबैलाई मेरो यस युट्युब च्यानलमा हार्दिक स्वागत गर्दछु। आज म रामेछाप नगरपालिका वडा नम्बर 8 अवस्थित यो भङ्गेरीको ऐतिहासिक ढुङ्गे धारामा आइपुगेको छु। आज बिहानै आज सर्वप्रथम त यहाँ सबैलाई दीपावली 2082 को हार्दिक मङ्गलमय शुभकामना सहित यो बिहानीको शुभ बिहानी पनि भन्न चाहन्छु। यस्तो मजाले मूल फुटेको छ यसपालि। दुईटै धारामा पुरै पानी भरिएको छ। पानी एकदम स्वच्छ मिठो पानी छ। यो ऐतिहासिक ढुङ्गे धारा प्राय पानी नपरेको समयमा सुक्खा नै रहन्थ्यो भने यसपालि पनि पानी राम्रोसँग परेको हुनाले दुईटै धारामा पानी मजाले आएको छ। यहाँहरूले देख्न सक्नुहुन्छ हाम्रो यो ऐतिहासिक भङ्गेरीको ढुङ्गे धारा। अब यसको निर्माण कहिले भयो भन्ने कुराको चाहिँ ठ्याक्कै तथ्याङ्क अहिले मसँग छैन। यो हाम्रै भङ्गेरीका पुर्खाहरूले निर्माण गर्नुभएको ऐतिहासिक ढुङ्गे धारा। र त्यसपछि यहाँ छ हाम्रो तुलेश्वर महादेव मन्दिर, उतापट्टि रहेको पाटी। हरियाली वातावरणमा एकदम सुन्दर शान्त र एकदम रमणीय छ हाम्रो यो भङ्गेरीको ऐतिहासिक ढुङ्गे धारा। यहाँहरूलाई आज यहीँबाट चाहिँ दीपावलीको शुभकामना दिन चाहन्छु। हाम्रो ढुङ्गे धारामा पानी कसरी आइराखेको छ। अहिले पानीको कुनै समस्या छैन। माथितिर मजाको घनघोर जङ्गल छ। त्यस्तो चाहिँ यहाँको वातावरण। पुरै हरियाली छ। यो हरियाली यहाँ त सधैँ कायम हुन्छ। हिउँदो बर्खाको समय भएको हुनाले अहिले अधिकांश ठाउँमा चाहिँ हरियाली नै छ। यो हाम्रो रामेछाप बन्थाली जोड्ने बाटो, पिच बाटो। अहिले हामी ठ्याक्कै भङ्गेरीमा छौँ। जङ्गल माथि ढुङ्गे धारा। आउँदैछ अटो। यहाँबाट चाहिँ प्रष्ट रूपमा रामेछाप बजार देख्न सकिन्छ। आज म बुझाएको थिएँ काठमाडौँ जाने आउने गाडीहरूको लाइन देख्न सकिन्छ। अहिले चाहिँ त्यहाँ मान्छे हाल्दैछ गाडी। शान्ति बनाउनु
धारा पानी